सिलिन्डरको डेट टेक्नोलोजीले हेर्दैन। सिलिन्डर बीचबाट पड्क्यो भने यसले रोक्छ? रोक्दैन। त्यो आफैले हेर्नु पर्यो। अर्को यो क्याप लगाउँदैन यसले, आफैले लगाउने यो कुरा। दुईटा कुरा हजुरले शिक्षाबाट गरेपछि यो माथि भलदेखि माथि जहाँसुकैबाट सानो अथवा ठुलो लिक भयो, कहीँबाट सियोको जत्रो पाल पऱ्यो भने आफैले बन्द गर्छ। अब हो कि होइन भनेर मात्रै भएन, हेर्नु पर्यो। हेरेपछि थाहा हुने कुरा हो। जस्तो उदाहरणको लागि हजुरले खाना पकाइराख्नु भएको छ, चुलो बलिरहेको छ है, सम्झिनुहोस् एकछिनलाई। अब यो अहिले सुई माथि छ, हेर्नु होला सर। यो भलबाट सानो ठुलो लिक भयो, रेगुलेटर पड्क्यो फुट्यो लिक भयो, पाइप मुसाले काट्यो लिक भयो, डिभाइडर पाइप फुट्यो, कहीँबाट सानो ठुलो लिक भयो भने आफै सटडाउन गर्छ यसले। यहाँको ग्यास यही नै ब्लकेज गर्छ। त्यहाँ मिटर तल झर्छ, हेर्नु होला है सर। यहाँ मैले लिक गराएँ, सम्झिनुहोस् एकछिनलाई, यो लिक हो है, लिक हो। तल गरे सुई सुई आइसक्यो, रेडमा आइसक्यो। यसले एमसिबीको काम गर्यो। यस्तो खालको प्रविधि हो यो, बुझ्नुभयो? अर्को हजुरले दुईटा फाइदा हेर्नुभयो यसको, एउटा ग्यास देखायो, एउटा चाहिँ लिक हुँदा बन्द गर्यो, सानो ठुलो लिक हुँदा। अर्को भनेको जस्तो अघि नै मैले हजुरहरूलाई के भनेको थिएँ, 40% दुर्घटना आउँछ हाम्रो घरमा, एउटा मिस्टेकले भनेको थिएँ। कतिको याद गर्नुभयो कि गर्नु भएन? एउटा मिस्टेक हामीले के गर्छौँ त भन्दा यहाँ सानो ग्यास गरेर दालहरू दुधहरू पानीहरू बसाउँछौँ यसरी। हजुरले त सम्झिनु होला, बुवा आमाले बच्चा बच्चीले गर्नु होला, यसरी सानो गर्नुभयो अनि उम्लियो निभ्यो। नर्मल प्रोसेसमा के हुन्छ, पुरै आउटफ्लो हुन्छ ग्यास, कोठाभरि फैलिन्छ, बत्ती बिजुली फ्रिजले टिप्न सक्यो। तर यो डिभाइस भएपछि बाहिर आउटफ्लो हुन दिँदैन यसले। चुलै अन भए पनि बाहिर हजुरको लिक हुने टिप्ने हुँदैन, जति बेर चुलोलाई अन राखे पनि आउँदैन। यो लाइटरलाई हजुरले अब फेरि बाल्नलाई यसलाई बन्द गरेर बालेपछि, बन्द गरेर बालेपछि बल्छ। यो किन यस्तो भयो? यसको प्रविधि के हो त भन्दाखेरिमा यसमा चाहिँ एयर प्रेसर टेक्नोलोजी राखेको छ। अहिले आगो बलिरहेको छ, हावा छिर्न पाएन नि त, यहाँबाट निभ्यो, निभेपछि के भयो, हावा छिर्यो, माथिबाट हावाको प्रेसर परिसकेपछि यसको सिस्टमले यहाँ भएको ग्यासले यही नै ब्लकेज गरेर राख्यो, बाहिर एक्सपान्सन हुन दिएन है। यस्तो अवस्थामा मिटर चाहिँ रनिङ प्रोसेसमै हुन्छ, यहाँ चाहिँ हजुरको आउटफ्लो हुन दिँदैन। बुझ्नुभयो? दुईटा फाइदा हेर्नुभयो। फेरि घरमा फेरि हुँदो रहेछ फेरि भनेर फेरि हजुरहरू फेरि ढुक्क भएर यसरी बाल्ने, अनि त्यसपछि घरमा फेरि हुँदो रहेछ भनेर यो गरेर हिँड्न भएन नि फेरि। यो बिर्सिनु गयो भने डराउनु परेन, हामी यसलाई बन्द गर्नै पर्छ। अर्को भनेको यसमा चाहिँ अर्को एउटा रमाइलो छ फेरि। रमाइलो के त भन्दा यो यसको चारवटा काम छ मेन हो। यो चाहिँ भूकम्पको सेन्सर हामीले लाउँदा आर्टिफिसियल हो यसमा, खासमा यसमा नेचुरल राखेको हुन्छ। भूकम्प आयो, सिलिन्डर हल्यो, हजुर बलिराखेको चुलो छोडेर भाग्दै हुन्छ। त्यस्तो खालको भाइब्रेट भयो भने बन्द गर्यो सिलिन्डरको ग्यास सिलिन्डरमै। फेरि हेर्न सक्छौँ हामीले, जस्तो यहाँ चुलो बलिरहेको छ हजुरको, अनि बलिरहेको छ अनि हजुरको यसरी भाइब्रेट भयो भने अब सिलिन्डरको ग्यास सिलिन्डरले रोकेर राख्यो। 1 वर्ष 2 वर्ष हराए पनि हामीले चुलो अन्छ कि भनेर डराउनु परेन। यस्तो खालको प्रविधि हो यो। अब ग्यास सकिने लेभल देखाइहाल्छ यसले। अर्कोमा फेर्नाले यसलाई बन्द गर्ने, बाहिर निकाल्ने सजिलो छ, गाह्रो छैन यो, सजिलो गरी बाहिर आउँछ यो। यसलाई छुनु चलाउनु केही गर्नु परेन, सधैँभरि खुलै हुन्छ, रेगुलेटर फेर्न पनि परेन। अनि यसरी हजुरले यसलाई यहाँ लगाउनु भयो, लगाएपछि यसलाई अन गर्नुभयो, अन गरेर अनि त्यसपछि लास्टमा एउटा काम के सम्झिनु पर्यो त भन्दाखेरिमा यो मिटरलाई पुस गर्नु पर्यो। एकपटक पुस गरेपछि मिटर माथि गयो। अब हजुरले बिहान साँझ बाल्नलाई उता पुस गर्नु, छुनु चलाउनु केही गर्नु पर्दैन, सबै काम यहीँबाट खाना पाक्यो। काम सकेपछि यहीँबाट बन्द गर्नु, यहीँबाट बाल्ने, यहीँबाट बन्द गर्ने। सिलिन्डर चेन्ज गर्दा मात्रै मिटर पुस गर्ने, बारबार सधैँभरि पर्दैन सिलिन्डर है, बुझ्नु होला। अनि जस्तो यहाँबाट हजुरले खाना पकाउनु भयो, अर्को यहाँबाट मात्रै बन्द गरेर बाहिर जानुभयो, आउँदा हजुरको जस्तो यहीँबाट हजुरको यसरी लिक होला, हजुरको लिक भयो भने जहाँसुकैबाट लिक भयो भने यसले चाहिँ आफै अटोमेटिक सटडाउन गर्यो। यस्तो खालको प्रविधि हो यो चाहिँ। यो फेरि बाहिर मार्केटमा अभाइलेबल छैन। किन त भन्दा पहिला हामीले आवश्यक शिक्षा रहेछ, शिक्षासँगै सुरक्षा भयो भने यसको चाहिँ 100% भएको हुनाले यो चाहिँ मार्केटमा अभाइलेबल छैन है। यसको चाहिँ आयु भनेको 15 वर्ष, यसको आयु भनेको 15 वर्ष। फेरि यो वान टाइम इन्भेस्टमेन्ट हो, एकचोटि लगानी गरेपछि 15 वर्ष यसले सुरक्षा दिन्छ। यसलाई सर्भिसिङ गर्न, केही गर्नु, पेन्ट गर्नु, केही गर्नु पर्दैन, 15 वर्ष।